Welcome to Suffer with Samir. Guys, this week we're gonna talk a little different. यो हप्ता मसँग एज अ गेस्ट हुनुहुन्छ भुटनिस कम्युनिटीका लिडर. He is not only a leader, but he does have one of the biggest contribution you could ever imagine in the history of Bhutanese refugee. उहाँ सायद नहुनु भए हजुर I'm talking with you Bhutanese people यहाँनिर चाहिँ हजुर डेनमार्क क्यानाडा अस्ट्रेलिया युएस नेदरल्यान्डमा सायद हुनुहुन्थेन होला. शरणार्थी हाम्रो जाति होइन, शरणार्थी हाम्रो भाषा होइन, शरणार्थी हाम्रो तपाईको संस्कृति होइन, शरणार्थी केवल बाध्यता थियो. त्यो एउटा क्षणिक थियो. त्यसले गर्दा त्यो एउटा सपना हो. तर गर्व गर्ने पाटो के हो भने हामी शरणार्थी भएर पनि नेपाल एउटा पितृभूमि जहाँ हाम्रा पुर्खाहरू जन्मे हुर्के बढे र पलायन हुँदै कोही बर्मा कोही भुटान कोही इन्डिया गए त्यही भूमिमा आएर शरणार्थी हुन पाउँदा शरणार्थी भएको त्यस्तो धेरै महसुस चाहिँ भएन. He does have a very big role to bring you into third country. So today I am here with Mr. Manorat Kanal and here we are. दाइ वेलकम छु सोमा. धन्यवाद भाइ. ठिकै हुनुहुन्छ? एकदम गुड छु, राम्रो छु. तपाईँ? एकदमै ठिकै छु. यति हसमुख अनुहार यति धेरै एनर्जी कहाँ देखाउँछ दाइ? एनर्जी धेरै पछाडि अब आफ्नो भाइसँग भेटघाट भइरहेछ. मेरा साथीहरू धेरैजना मसँग हुनुहुन्छ होइन, परिवारसँग छु. त्यसले गर्दा पनि होला सायद मलाई एनर्जी एकदमै बुस्ट भइरहेछ. के फिल भएको छ दाइ? एकदम आनन्द. एकदमै धेरै पछाडिको भेटघाटमा एकदमै एउटा सुख दुःख साटसाट गर्न पाइएको छ. आनन्द भएको महसुस भइरहेछ, खुसी लागेको छ. के गर्दै हुनुहुन्छ आजकल? आजकल अब होइन, मैले त अब जिन्दगीमा लेखान्तमा लेखेरै ल्याएको होला सहितै अब यो समाजसेवा भन्ने कुरा चाहिँ अब मैले मेरो जीवनबाट त्यो एउटा कहिले पनि नहट्ने नै कुरा बन्यो होइन. र म अहिले एक्रोन ओहायोमा बस्छु. म आज तपाईँहरूको गाउँठाउँमा न्युयोर्कको रजिस्टरबाट बोल्दैछु. एक्रोन ओहायोको जुन भुटानी समाज छ त्यो समाजको अध्यक्षको रूपमा म अहिले काम गर्छु र त्यसका अतिरिक्त मेरा आफ्ना व्यवसायहरू सानोतिनो व्यवसायहरू पनि गर्छु जीवन गुजाराको लागि. यसो बाँसको पासको लागि काम त गर्नैपर्छ. समाजसेवाको अतिरिक्त केही अरू काम पनि गर्छु. नाइस. दाइको सानोतिनो कामहरू भनेको हाम्रो लागि फेरि ठुला ठुला कामहरू नि त. थ्याङ्क यू. अब मैले अहिले व्यवसायको हिसाबमा मैले स्टाफिङ कम्पनीको एउटा अनरको रूपमा काम गरिरहेको छु भने म अरू सामान्यतः अब मेरो ट्रान्सपोर्टेसन कम्पनी छ होइन, मेडिकल ट्रान्सपोर्टेसन लगायत अरू केही सानातिना व्यवसायहरूमा सेयरहरू हालेको छु. नाइस. हजुर. दाइ जन्मिनु भयो भुटानमा? हजुर हो. कर्मभूमि अमेरिका? अमेरिका. हजुर. कर्मभूमि नेपाल पनि थियो सबै? त्यो एउटा सपना थियो, त्यो एउटा बाध्यता थियो, त्यो नसोचेको कुरा थियो सहितै होइन. अब हुन त हामी नेपालमा शरणार्थी भएर करिब 18-20 वर्ष बस्यौँ. शरणार्थी हाम्रो जाति होइन, शरणार्थी हाम्रो भाषा होइन, शरणार्थी हाम्रो तपाईको संस्कृति होइन, शरणार्थी केवल बाध्यता थियो. त्यो एउटा क्षणिक थियो. त्यसले गर्दा त्यो एउटा सपना हो. तर गर्व गर्ने पाटो के हो भने हामी शरणार्थी भएर पनि नेपाल एउटा पितृभूमि जहाँ हाम्रा पुर्खाहरू जन्मे हुर्के बढे र पलायन हुँदै कोही बर्मा कोही भुटान कोही इन्डिया गए त्यही भूमिमा आएर शरणार्थी हुन पाउँदा शरणार्थी भएको त्यस्तो धेरै महसुस चाहिँ भएन. किनभने त्यहाँ हाम्रो भाषा मिल्थ्यो, त्यहाँ हाम्रो भूषा मिल्थ्यो, त्यहाँ हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो धर्म आदि हाम्रा त्यहाँनिर छोडेका हाम्रा बाबु बराजुहरू भेटिए, हाम्रा मामा माइजूहरू भेटिए, हाम्रा परिवार त्यहाँ भेटिए. त्यसले गर्दा पनि कता कता हामी इन्डियामा अथवा चाइनामा अथवा अन्य कुनै देशमा शरणार्थी हुनु पर्थ्यो भने त्यो अत्यन्तै दुःखपूर्ण हुन्थ्यो. तर नेपालमै शरणार्थी हुनको कारणले गर्दा हामी सम्भवतः हामी शरणार्थी भएको पीडा छ आफैमा, तर पनि अलिकति फरक प्रकारले हामीले त्यहाँनिर आफ्नो जीवन गुजारा गर्न पायौँ. त्यहाँ अप्ठ्यारा थिए, बाध्यता थिए, गाह्रो थियो, साह्रो थियो. यद्यपि तुलनात्मक हिसाबमा नेपालमा शरणार्थी हुँदै गर्दा त्यो कम्पेरिटिभली बेटर देन बिङ रेफ्युजी इन समवेयर एल्स. शरणार्थी हुनभन्दा अगाडि घर थियो, देश थियो, नागरिक थियो, जग्गा जमिन थियो, व्यवसाय थियो होला, खेतीपाती थियो होला. हामी त किसानका छोरा, स्कुल पढ्दै थियौँ होला, बालकै थियौँ होला. म भुटानमा नर्बलिङ प्राइमेरीमा पढ्दै थिएँ. करिब मैले
कक्षा 5 सकेर मैले जब साउदर्न भुटानमा स्कुलहरू बन्द भएपछि नर्दर्न भुटानतिर म नोब्दिङ प्राइमेरी स्कुल पढ्न भनेर गएँ। केही महिना पढेँ पनि, तर अब हामीलाई त्यहाँ निरन्तर गर्न पाइएन, दिएन। बोर्डिङ बस्नुभयो त? हस्टेल भन्ने कुराहरू हुन्थ्यो, हस्टेलमा बस्नु पर्थ्यो। हस्टेलमा बसे पछाडि अलिक बाठो भएको जस्तो लाग्थ्यो? पक्कै पनि नितान्त रूपमा, किनभने गाउँबाट हिँडेर घन्टौँ घन्टा, करिब 2 घन्टा हिँडेर मात्रै स्कुल पुगिन्थ्यो। अब अहिले त त्यो सोच्दाखेरि संसार सानो भएको छ। अमेरिका र नेपाल अथवा संसार कुनै पनि संसारका कुनाहरू नजिक हुन थाले। तर त्यो बेलाको अवस्थामा त्यो दूरी जुन टाढा हामीले जानु पर्यो त्यो अत्यन्तै टाढा लाग्थ्यो। जस्तै कति उमेर थियो त? मैले नर्बलिङ प्राइमेरीबाट नोब्दिङ जाँदै गर्दा म त्यो बेला 14-15 वर्षको थिएँ। मैले दाइको बारेमा थोरै रिसर्च गरेको थिएँ। हजुर। सानै उमेरमा साथीलाई चाहिँ हामी होस्टेल बस्न थालेपछि त अलिक बाटो भएको जस्तो लाग्यो भन्ने एउटा स्टोरी सुनेको थिएँ। के थियो दाइ त्यो? हो, एकदमै हो, यो सत्य कुरा हो, हाँसउठ्दो कुरा छ। यो एउटा कथा छ। हाम्रो दाइ मेरो अनन्य मित्र पनि हुनुहुन्छ, उहाँको नाम लिन चाहे मैले, आकाश कतिवटा। उहाँ र म चाहिँ सँगसँगै हामी बोर्डर्स बस्यौँ र बोर्डर्स बस्ने क्रममा हामी अब गाउँमा खोलामा खेल्न जाने होइन। अब त्यतिकै अब खेतीपातीमा बाबुआमासँग सहयोग गर्ने, त्यही मार्बल गुच्चा खेल्ने होइन, खोपी खेल्ने, अब डन्डी बिउ खेल्ने, गाउँको खेल त्यस्तै नै हुन्थ्यो होइन, लुकामारी। तर अब जब बोर्डर्समा बसियो त्यहाँनिर अब टाइममा कोचिङ हुने, क्लास हुने, टिचरले आएर मन्तव्यहरू दिने, सिकाउने, हरेक कुरा जान्दै गर्दाखेरि मैले एक दिन उहाँलाई भनेको थिएँ, मलाई अहिले चाहिँ जब म बोर्डर्स बसेदेखि चाहिँ मलाई आफै नै अलिकति बाठो भएको जस्तो लाग्न थाल्यो आकाशजी भनेर मैले भनेको थिएँ। त्यो उहाँलाई अहिले पनि कुरा गर्नुहुन्छ। एउटा भोटे केटाले चाहिँ हजुर स्कुलमा गएर चाहिँ छ्याट्ट भन्दाखेरि अलिकति फनी वेमा यो दुईवटा बाहुनहरूलाई चाहिँ हजुर के याद आयो मलाई। एकजना जिग्मे भन्ने त्यही भुटानको एउटा जाति, ड्रुप्पा जाति साथी हुनुहुन्थ्यो हाम्रो। हामीले दुईजनाले कुरा गर्दै गर्दा उसले सुनेको रहेछ। अनि उसले चाहिँ अर्को समूहमा गएपछि, जुन ग्रुपमा गएपछि यो दुईजना बाहुनहरू कुरा गर्दै थियो, उनीहरू हर्ष बसिकन बाठो भयो अरे, उनीहरूले आफै भनेको भनेर अरूलाई सुनाएको त यो याद मलाई थाहा छ। हजुर। कस्तो लाग्छ दाइ अहिले यो कुरा सम्झिँदाखेरि? इनोसेन्ट, एकदमै बच्चा मान्छे, अब इनोसेन्ट मान्छे, अब खुसी भइयो होला, अब केही राम्रो कुरा देखियो होला, राम्रो कुरा, अब राम्रा साथी सङ्गीसँग साथ भयो होला, टिचरहरूसँग दैनिक भेट्ने कामहरू भयो होला, उहाँहरूसँग भलाकुसारी। टिचर भनेपछि त अब हामी त परपरै भाग्नुपर्ने जमाना थियो। पर अब तपाईँको टिचर डर लाग्थ्यो, शिरमा खडा गरेर हेर्न पाइँदैन थियो। तर जब बोर्डर्स बसेपछि कनेक्सन, एउटा बिट्विन टिचर एन्ड विद्यार्थीको बिचको एउटा कनेक्सन चाहिँ बढ्यो। त्यसले गर्दाखेरि उहाँहरूसँग सोध्न सक्ने एउटा कन्फिडेन्स बिल्ड भयो। उहाँलाई आफूलाई लागेका जिज्ञासाहरू, आफूलाई उठेका प्रश्नहरू, आफूलाई परेका पीडाहरू सेयर गर्न पाउँदै गर्दा एउटा प्राउड मोमेन्ट। म एउटा गाउँमा बसेर पनि आज एउटा यति राम्रो बोर्डर्समा बसेर पढ्न पाएको छु, धेरै राम्रो साथीहरूसँग साक्षात्कार गर्न पाएको छु भन्ने कुराले गर्दा एउटा गर्व महसुस हुन्थ्यो। दाइ, मनोरथ खनालको बाल्यकाल कस्तो थियो? बाल्यकाल अत्यन्तै सुन्दर थियो, सुखी थियो, खुसी थियो। आखिर खुसी के रहेछ त भन्दाखेरि म बाबुआमाको साथमा थिएँ, हजुरआमा मसँग साथमा हुनुहुन्थ्यो, भाइ बहिनीहरू थिए, मेरो परिवार ठुलो परिवार, सिङ्गो परिवार थियो, समाज थियो, साथी सङ्गीहरू थिए, खाना लाउनु पुगेकै थियो, पढ्न पाएको थिएँ। त्योभन्दा सुख के नै हुन्छ र जीवनमा होइन। र म सुखी र खुसी थियो मेरो बाल्यकाल भन्न चाहन्छु। खुसी आमा बुवाले राखेको नुहाउने घिउलाई तताएर थालमा पिउँदै गर्दा पनि मिल्थ्यो? पक्कै पनि त्यो अवस्था थियो। बाबा आमासँग हुन चाहिँ अब मेरो भेटघाट 6 महिनामा, वर्ष दिनमा मात्रै हुन्थ्यो होइन। म 1 कक्षादेखि नै बोर्डर्समा बसेर पढेँ। नजिकै भए पनि अब आउन अलिकति असम्भवै हुन्थ्यो, अब हिँडेर आउनुपर्ने बाटो र छुट्टी मिल्दैन थियो। छुट्टी मिल्नेपछि अब आउन पनि असम्भव हुन्थ्यो होइन। त्यसले गर्दाखेरि तर पनि अब बाबा आमा नै बरु भिजिट गर्नुहुन्थ्यो, हजुरआमा, फुपूहरू, दिदीहरू सबै भिजिट गर्नुहुन्थ्यो स्कुलमै होइन। त्यसले गर्दा हामीलाई कुनै कुराको अभाव भएन होला। हामी सम्पन्न थियौँ होला, 3 तले महल हामीसँग थिएन होला, गाडी घोडा थिएन होला, कम्प्युटर टिभी फोनहरू थिएन होला। यद्यपि हाम्रो त्यो जीवन, त्यो शैली, त्यो बचाइ, त्यो त्यहाँको त्यो हावापानी, त्यहाँको खानपान, त्यहाँको मान्छेको मिलनसारता, एकअर्कामा सहयोग सद्भाव, जुन माया ममता प्रेम थियो नि, त्यो त अत्यन्तै सुन्दर थियो। त्यसले गर्दा जीवन बाँचेको सार्थक नै भएको छ भुटानमा। र खुसी सुखी आनन्दको जिन्दगी थियो भुटानमा भन्न चाहन्छु।
यो हजुर अहिले यति लामो समयदेखि कम्युनिटीमा वर्क गरिराख्नु भएको छ, यसको छाप सानैदेखि थियो कि जस्तो लाग्यो? किनभने कोही एउटा रिबेल टाइपको भावना आएर हो कि किन हो? म यो कोट्याउन चाहेँ। एउटा भोटेलाई कुटेर भागेको पनि कुरा सुनेको थिएँ। हजुर, अब त्यो कसरी, अब त्यो कुरा कहाँबाट आयो होइन, मलाई अब त्यस्तो धेरै कुराहरू, अब कोही साथी सङ्गीहरू जुन समूहमा होइन, कुन जुन जुन प्रकारको अत्याचार थियो त्यहाँ बाल्यकालमा शिक्षकहरूले पनि विद्यार्थीलाई यति अत्याचार गर्ने, त्यसमा भेदभाव पनि गर्ने, एउटा जाति थियो त्यहाँ जुन एउटा रुलिङ बडी छ होइन, त्यसका त्यो जातिका शिक्षकहरू अलिकति कुरो हुन्थे, दयामाया राख्थे त्यो हामीप्रति अलिकति, त्यो एउटा रेसियल डिस्क्रिप्सन टाइपको थियो त्यहाँनिर। यद्यपि त्यो अनसिन थियो होला, यद्यपि तर पनि त्यो थियो, हामी महसुस गर्छौँ आजका दिनमा। त्यसले गर्दा हामी जो बेला बोर्डर्समा बस्थ्यौँ, त्यो बोर्डर्सभित्रैबाट अब हाम्रै साथीहरूले त्यो घटना घटाएको थियो। त्यो अत्याचारको विरुद्ध उहाँले आफ्नो हात उठाउन बाध्य भएका थिए कुनै साथीहरू। प्रतिनिधित्व थियो दाइको? मेरो प्रतिनिधित्व थिएन, तर म त्यो समूहभित्र थिएँ हजुर। तर अब त्यो हस्टेलमा बसेका सबै मान्छेहरू होइन, ती मान्छेहरू पीडित थिए। अब त्यहाँ कुनै एकजनाले त्यो इनिसिएटिभ लिएर त्यो काम गर्यो, घटना घटायो, तर अब सामान्य हातपात भएको अवस्था चाहिँ थियो। भुटानमा बस्दै गर्दाको भोगाइमा हजुर सबैभन्दा धेरै मिस हुने कुरा के हो दाइ? सबैभन्दा धेरै मिस हुने कुरा भनेको त आफू हुर्केको बढेको गाउँ, आफू जन्मेको घर, आफ्नो खेतीपाती होइन, आफ्ना छरछिमेकीहरू र अब आफू जन्मेको एउटा देश र सानामा खेलेको आँगन, यी सबै कुरा, त्यहाँका रुख बिरुवाहरू, त्यहाँका हरेक हावापानीहरू, यी सबै कुरा मिस हुँदो रहेछ। जुन कुरा सानामा आफूले जन्मिएर हुर्किँदै गर्दा, बढ्दै गर्दा, पढ्दै गर्दा गाउँमा देखेका ती साथी सङ्गीहरू, त्यहाँको माटो, त्यहाँको हावापानी, त्यहाँको सबै आँगन, खेल्ने जुन कुरा त्योभन्दा धेरै मिस केही पनि हुँदैन जीवनमा। त्यो त अमृत जस्तै लाग्छ। दाइ घर थियो, आँगन थियो, देश थियो, इष्टमित्र थिए, गाईबस्तु थियो, भिर पाखा नदीनाला सबै थियो, तर के आफ्नो थियो? अब केही पुस्ता भुटानमा नेपालबाट, यहाँहरूलाई थाहै छ, नेपालबाट नेपाली भाषीहरू भुटान आए, त्यो जङ्गला मुलुकलाई फाँडे होइन, त्यहाँका गोरेटाहरूलाई सडक बनाए होइन, त्यहाँका तपाईँको हरेक हस्पिटल थिएनन्, पहाड भिर पहरा फोरेर बाटाहरू बनाए हाम्रा पुर्खाहरूले। त्यसले गर्दा अब त्यसलाई आफ्नै ठानेर बस्यौँ होइन, र त्यहीँ जन्म्यौँ, त्यहाँ हुर्क्यौँ, त्यहाँ बढ्यौँ, पढ्यौँ है। त्यसले गर्दा त्यो आफ्नो नै ठान्यो। तर अकस्मात एउटा वज्रपात पर्यो, यो संसारलाई, यो कुरा संसार अगाडि नाङ्गो छ कि भुटानले जुन एउटा बर्बरतापूर्ण एउटा निरङ्कुश शासन लादेर त्यहाँका निर्दोष नागरिकहरूलाई जेलनेल, जुन बलात्कार, उनीहरूको जीवन लीला नै समाप्त हुने गरी जुन एउटा मृत्युदण्ड दिँदै एउटा निर्दोष नागरिकलाई भुटानबाट खेदायो। त्यस पछाडि जब हामी एउटा भारत भूमि हुँदै नेपालमा प्रवेश गऱ्यौँ, त्यो बेला लाग्छ कि हामीले गल्ती गऱ्यौँ। अब हाम्रो देश अब कलिलो मान्छे, 16-17 वर्षको मान्छे होइन, भुटान छोड्दै गर्दा हामीले काहीँ चुकायौँ होला, काहीँ झुकायौँ होला। हामीले हाम्रो देश भनेर माया गर्दै गर्दा हाम्रा पुर्खाहरू कति ती बाटा खन्दै गर्दा मरे होलान्, कोही कतिवटा पहरा फुटाउँदाखेरि चट्टानमा परेर मरे होलान्। धेरै त्याग तपस्या गरेका पुर्खाका सन्तान हामी, तर भुटानले हामीलाई आफ्नो ठानेन, त्यो कुरा दुःख लाग्छ। तर आज पनि संसारका अगाडि हामीले भन्ने कुरा के हो भने हामी भुटानका भूमिपुत्र नै थियौँ र भुटानले एउटा बर्बादपूर्ण अवस्थाबाट हामीलाई निकाल्यो। हामी निर्दोष थियौँ। आज भुटानले उसका देशमा ग्रस नेसनल ह्याप्पिनेस छ भनेर संसारमा जुन एउटा कुराहरू बोलिरहेको छ अन्तर्राष्ट्रिय मञ्चबाट, त्यो कुरा सीमित संसारलाई आँखामा छारो हालिरहेको छ, संसारलाई ढाँटिरहेको छ। भुटान सरकारले 2/3
जुन एउटा पपुलेसनको एउटा लाखभन्दा बढी मान्छेलाई देशबाट निकालेर उसले आफ्नो देशमा ग्रस नेसनल ह्याप्पिनेस छ भनेर दाबी गर्न पाउँदैन। त्यो सरासर नाङ्गो नाच हो भुटानको, त्यो संसारले थाहा पाइरहेको छ। र आज हामी विस्थापित भएर भुटानी शरणार्थी क्याम्पमा बस्दै अब आज हामी पुनर्वास भएर अमेरिका लगायतका राष्ट्रहरूमा आएर बस्दै गर्दा पनि भुटानले यो कुरा बोलिरहेको छ। र तर यो आवाज एक दिन बुलन्द हुन्छ, संसारभरिबाट यो कुराहरू उठ्न थालेका छन्, मान्छे बोल्न थालेको छ होइन। र एक दिन यो संसारले थाहा पाउनेछ मजाले छर्लङ्ग कि भुटान को रहेछ भन्ने कुरा। दाइ भुटानी भनेर जुन शब्द भन्नुभयो, हजुर, यसलाई थोरै धेरै हाम्रो दर्शकहरूलाई थाहा नभएको कुराहरू कति कुरा इलाबोरेट गरेर पनि बुझाउन पर्ने हुन्छ। म थोरै अलिकति इलाबोरेसन चाहिएको कुरामा नेपालीहरू भुटानी कसरी भए? नेपालीहरू भुटानी कसरी भए भन्दाखेरि आज हामी पनि त तपाईँको हाम्रा शरणार्थी क्याम्पमै बसेका मान्छेहरू कोही अमेरिकन भए, कोही क्यानाडियन भए, कोही युकेका नागरिक भए, कोही न्युजिल्यान्डका नागरिक भए, कोही आज कोही भारत भूमितिर कतै बिलाइ भइरहेका होलान् होइन। यो एउटा नागरिकको हिसाबबाट हामी भुटानी नै हौँ आज पनि मेरो भनाइ। तर हामी कल्चरली हाम्रो भाषा, हाम्रो साहित्य, कला, संस्कृति, हाम्रो हरेक कुरा हामी नेपालीपन, हामी नेपाली हौँ। तर हामी नागरिकका हिसाबबाट हामीले आज पनि हाम्रो पासपोर्टमा हाम्रो भुटान लेखेको छ। र हाम्रा छोरा नातिले पनि त्यही जहीँ जन्मे पनि उनीहरूको पासपोर्टमा नेपाल अथवा भुटानै हुन्छ। त्यो हिसाबले हामी भुटानी हौँ भनेर हामीले हाम्रो परिचय, किनभने हामीलाई भुटानले खेदाएको हो। हामी नेपालमा त शरणार्थी मात्रै भएर बसेका छौँ र नेपालमा जाँदा हामी टुरिस्ट सर जान्छौँ। हामीले नेपालले पाउने सुविधाहरू हामीले पाउँदैनौँ। हामीले नेपालमा गएर राजनीति गर्न पाउँदैनौँ। हामीले नेपालमा गएर गर्ने जुन नेपाली नागरिकले गर्ने कुराहरू हामी त प्राप्त हुँदैन। किनभने हामीले भावनात्मक भएर चाहिँ म नेपाली हुँ भन्नु त्यो गलत होइन। म नेपाली नै हुँ, म नेपाली बोलिरहेको छु, म नेपाली खाना नै खान्छु, म नेपाली संस्कृति नै मान्छु र मेरो पितृभूमि नेपालै हो। यद्यपि म भुटानमा जन्मेर भुटानको नागरिक लिएर आएकोले गर्दा मलाई जतिखेर अमेरिका ल्याइएको छ त्यो बेला मलाई भुटानी शरणार्थी भनेर ल्याइएको छ। मलाई एक्जिट पर्मिट दिएको छ नेपाल सरकारले, मलाई दोहोरो भिसा दिएको छैन। मलाई त्यहाँबाट निकालिएको हो। मलाई किनभने ऊ पर्मानेन्टली गएको भनेको मलाई पठाइएको छ। म फर्केर जाने कुनै नै आधार छैन। म गएँ भने केवल म टुरिस्ट भएर मात्रै जान पाउँछु नेपाल। त्यसले गर्दा मैले भुटानी भन्दा मात्रै मेरो अस्तित्व, मेरो आइडेन्टिटी त्यहाँ क्लियर हुन्छ। र मैले मेरो मुद्दा सक्नु पनि छैन। मेरो मुद्दा भनेको भुटानसँग हो। त्यसले गर्दाखेरि मैले मुद्दा पोलिटिकल मुद्दा होस्, एउटा शान्तिमय तरिकाबाट होस्, आवाज कुनै प्रकारको अन्तर्राष्ट्रिय दबाव गरेर होस्, आज हामी भुटानीहरू आज छरपष्ट भएर विश्वमा छरिँदै गर्दा भोलि गएर हाम्रो देश, हाम्रो माटो, हाम्रो घर, हाम्रो नागरिक, हाम्रो सारा हाम्रा पुर्खा पिताले सृजेको श्री सम्पत्ति, जग्गा जमिन, घर, वस्तुभाउ, ब्याङ्क ब्यालेन्स भुटानमा छोडेको छ नि त। ती पुर्खाहरू भुटान कसरी पुगे? ती पुर्खाहरू अब संसारका अगाडि यो कुरा इतिहासले बोलिसकेको छ पटक पटक होइन। अब नेपालबाटै इतिहासका पानाहरूमा सरी हजुरलाई कट गरेँ मैले, इतिहासका पानाहरूमा हराएका धेरै स्टोरिजहरू छन्। त्यसैमा एक यो भुटानीको स्टोरी पनि हो जस्तो लाग्छ मलाई। अनि धेरै दर्शकहरू जो आज हामीलाई हेरिराख्नु भएको छ देश विदेश जहाँबाट पनि, उहाँहरूलाई सायद भुटानी प्राय कति मान्छेलाई त भुटानी भन्ने कुरा अझै पनि थाहा छैन। अनि एउटा नेपालीहरू चाहिँ भुटानी कसरी भए भन्ने इज अ बिग क्वेसन। हजुर, म प्रयास गर्छु। म इतिहासको विद त पक्कै होइन। मैले कति अध्ययन गर्ने, कति सुने मेरा अग्रदायहरूबाट होइन। त्यो सुनेका भरमा अब 16औँ शताब्दीमा 1624 जस्तो लाग्छ, त्यहाँका गोर्खाका राजा रामशाहले होइन भुटानका जुन त्यो बेलाका जुन भनौँ न सत्ताधारी लामासँग चाहिँ तामपत्र गरेर सन्धि गरेर साब्रुङ नावा नामगेल म ठ्याक्कै नाम थाहा भएन, तर लामा हुनुहुन्छ उहाँ, पक्कै पनि हुनसक्छ होइन। उहाँ र गोर्खाका राजा रामशाहको बिचमा ताम्रपत्र भएर चाहिँ 50 घर भन्ने लागेको छ। एक्ज्याक्ट नम्बर नट स्योर। त्यति नेपालीहरूलाई भुटान पठाइएको भन्ने इतिहास मैले सुनेको छु। पठाइएको हो कि बेचिएको? यो स्टोरी त कतै अफ्रिकादेखि अमेरिकामा ल्याउँदै गरेका
हाम्रो अहिले जसलाई हामी ब्ल्याक अमेरिकन भनिन्छ, हजुर, उहाँहरूको स्टोरीसँग थोरै मेल खाए जस्तो लाग्यो नि। मलाई आफ्नो आफ्नो त्यो कसले कसरी हेर्छ भन्ने कुराहरू होलान् होइन। अब एउटा देशको सरकारले पक्कै पनि अब राजा बिचका, महाराजा बिचको, राष्ट्र प्रमुखका बिचको एउटा सन्धिबाट एउटा सत्समान साथै नै भुटानमा अब भुटान राजाले माग गरे पछाडि एउटा देशको विकास गर्नको लागि नेपाली गोर्खाली वीर छन्, कर्मठ छन्, काम गर्छन्, एकदमै डेडिकेटेड छन्, देश विकास गर्नको लागि सहयोग हुन्छ भन्ने हिसाबले उहाँहरूको एउटा सम्बन्ध अत्यन्तै गाढा हुँदै गर्दा त्यहाँ नेपालबाट त्यहाँ गएर केही गर्न सक्छन्, विकास हुन्छ भुटानको भनेर उनीहरू आफै पनि सेल्फ डेभलप गर्न सक्छन् भन्ने एउटा आशाले तत्कालीन त्यहाँका राजा रामशाहले चाहिँ जुन पठाइएको कुरामा धेरै राम्रो एग्रिमेन्ट गरिएको छ। उहाँहरूलाई पठाउँदाखेरि व्यवस्थित तरिकाले पठाइएको छ, पठाए पछाडि निगरानीहरू गरिएको छ। त्यसले गर्दा मेरा मान्छेलाई कतै दुःख नहोस् भन्ने प्रकारको उहाँले जुन त्यो तामपत्रमा लेखिएका कुराहरू सुन्नमा आएको छ। त्यसले गर्दा पछाडि उनीहरूलाई गएर कमारो बनाउनु मात्रै होइन, खेतालो मात्रै बनाउनु होइन, उनीहरूलाई राष्ट्रको एउटा तहमा एउटा सम्मानित नागरिक इक्वल राइट दिएर सम्मानित नागरिक बनाएर राम्रो लेभलमा उनीहरू पनि उनीहरूको क्षमता, दक्षता, अनुभवका आधारमा उनीहरू के गर्न सक्छन् भन्ने कुरामा उनीहरूलाई पनि समान रूपमा हेरिनु भनेर त्यसरी पठाइएको हुँदा त्यो पक्कै पनि त्यसलाई बेचिएको भनेर म त्यो शब्द प्रयोग गर्न चाहन्न। अब कसले कसरी सोच्छ त्यो आफ्नो कुरा हो, तर पनि अब हुन त अब नपठाइएको भए हुन्थ्यो होला, सायद हामी नेपालमै हुन्थ्यौँ होला, हामी नेपाली भएरै बाँच्छौँ होला। तर त्यो अब त्यो बेला कुन अवस्था परिस्थिति आयो, त्यो राम्राका लागि गरिएको थियो या नराम्राका लागि गरिएको थियो। तर अब मैले त्यो शब्दलाई चाहिँ अलिकति बेचिएको शब्दलाई चाहिँ म अब भन्न सक्दिनँ, हामी बेचेका थियौँ भनेर भन्न सक्दिनँ। तर पक्कै पनि त्यो एउटा अवस्था थियो, हामी नै 50 घर हाम्रै पुर्खा जानुपर्ने कुराहरू किन पर्यो भन्ने कुरा चाहिँ एउटा कौतल त्यहाँ हुन्छ। नभइदिएको भए हुन्थ्यो, हामीले शरणार्थी हुनुपर्ने थिएन भन्ने चाहिँ लाग्छ। तर अब त्यो परिस्थिति कसरी बन्यो त्यो अब इतिहासको कुरा हो। अब हामीले त्यसलाई अहिले शताब्दी अगाडिको कुरा हो। अब मैले त्यसलाई केही पनि भन्न सकिनँ। शरणार्थी हुनमा कसको गल्ती होला, के लाग्छ हजुरलाई? अर्ली 1990s को कुरा गर्दा भुटान वाज स्टिल अन्डर डेभलप, अनि एउटा डेभलपमेन्टको पिकमा पुग्नको लागि त्यो देशभित्र कति सिटिजन छन्, त्यो देशभित्र कति मान्छे छन् भन्ने कुराले ठुलो एउटा गेम प्लान गर्छ। त्यसको ग्रान्ड डिजाइन पनि त्यो देशको चाहिँ पपुलेसन कति छ भन्ने आधारले गर्छ। जब एक्चुअलमा भुटानलाई पपुलेसन चाहिरहेको अवस्थामा भुटानले ग्रान्ड डिजाइन गरेर नेपाली भाषी भुटानीहरूलाई मात्रै खेदाउनु भुटानको पनि राइट डिसिजन थियो होला, र खेदाउनमा साँच्चीकै भुटानकै राजाको या त पोलिटिकल एकदमै पोलिटिकल्ली भित्रैदेखि चाहिँ यो कुराहरू इन्फ्लुएन्स्ड भएर आर्मीहरूले यो कदम लिएको हो त? भुटानको अहिले पनि लगभग पपुलेसनको हिसाबले जुन अब युएनओमा जोइन गर्नको लागि पनि एउटा सर्टन नम्बर अफ पपुलेसन चाहिन्छ एउटा देशलाई। भुटानले 1971 होला युएनओमा सदस्यता लिएको छ होइन। अब भुटानले मलाई लाग्छ पटक उसले पपुलेसन ढाँटेको छ होइन। अब आफ्नो देशको पपुलेसन त अब उसले जनसँगै गर्ने हो, उसले भन्ने हो संसारलाई होइन। त्यो कुरालाई अर्काले पत्याइदिने मात्र हो होइन। अब तत्कालीन अवस्थामा पनि भाइले भने जस्तै अब भुटानलाई जनसङ्ख्या पुगेको थिएन, सानो देश, थोरै जनसङ्ख्या भएको देशमा। तर अब हाम्रा अग्रज दाजुहरू, हाम्रा दिदीहरू जसले भुटान सरकारले जुन प्रकारको स्लो पोइजन हामीलाई दिनानुदिन एउटा विष सेवन गराउन थालेको थियो, त्यसले गर्दाखेरि हामीलाई कहिले एकपछि अर्को हुँदै हामीलाई हाम्रो भाषा पढ्न दिएन, हाम्रा आमा दिदीबहिनीहरूका चुल्ठा काट्नु पर्यो, हामीले हाम्रो धर्म कर्मका हाम्रो संस्कारमा हाम्रा विवाहहरू, हाम्रा व्रतबन्धहरू, हाम्रा श्राद्ध तिथिहरू, हाम्रा न्वारानहरू, हाम्रा मर्दा पर्दाका काजक्रियाहरू, सप्ताह पुराणहरू, ज्ञानमा यज्ञहरू ती कुनै पनि लगाउन दिएन भुटानले। अब हाम्रा मर्दा पर्दा हामीले लामा नै पढाउनु पर्ने बाध्यता
जन्म आयो। हामीले लागेको पोषकलाई जलाइदियो भुटानले र हाम्रा सारा कुराहरू हामीबाट एकपछि अर्कोपछि अर्को खोसिँदै गयो। मानव हुनुमा केमा गर्व गर्छौँ त भन्दाखेरि हामी जबसम्म हाम्रो साहित्य, हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो भाषाभूषा, हाम्रो पहिरान जब हामी सबै गुमाउँछौँ नि हामी मानव हुँदामा केही गर्व नै गर्न सक्दैनौँ। हाम्रो जब पहिचान हाम्रो सकिन्छ नि, सारा कुरा हामीबाट लुटिन्छ नि र हामीलाई सक्ने एउटा ठुलो षड्यन्त्र थियो र हामी सकिँदै थियौँ। त्यसले गर्दा हाम्रा दाजुहरूले केही 13 सूत्रीय माग राख्दै भुटान राजालाई एउटा मेमोरेन्डम, एउटा अपिल चढाएको थियो। त्यसको अध्यक्षता बिपी भण्डारी, टेकनाथ रिजाल, मलाई लाग्छ अब धेरैजना नेता, अग्रणी नेताहरू, रतन गजमेरज्यू लगायतका नेताहरू त्यो उसमा हुनुहुन्थ्यो। तर अग्रपङ्क्तिमा श्री टेकनाथ रिजालज्यू हुनुहुन्थ्यो र त्यो अपिल हो, त्यो आन्दोलन थिएन। त्यो उहाँले बम बारुद बन्दुक बोकेको होइन। उहाँले केवल राजालाई, हाम्रा नागरिकले, हाम्रा दक्षिण भुटानमा बस्ने नेपाली भाषीहरूले आफ्नो संस्कार संस्कृति, आफ्नो परम्परा, आफ्नो भाषा साहित्य कला आफ्नोपनमा बाँच्न पाउन् सरकार भनेर लेखेको अपिल थियो। त्यो एउटा मेमोरेन्डम थियो। तर त्यसैलाई चाहिँ एउटा देशद्रोहीको कलङ्क लगाएर उहाँहरूमाथि जुन प्रकारको हमला भयो, उहाँहरूलाई झेलनेल भयो, उहाँहरूलाई मर्नसन्ने अवस्थामा पुर्याइयो, कतिलाई धरपकड गरेर लगेर जेलमा मारियो, कतिलाई बलात्कार गरेर मारियो, जुन प्रकारको आर्मी अपरेसन भयो भुटानमा। त्यसले गर्दा हाम्रा मान्छेले साँच्चै नै भुटानलाई एउटा फलामको बाक्सा ठानेर बसेका थिए र भुटान राजालाई विष्णुको अवतार मान्दथे। तर राजाले बुझेन कि राजाले अब यो कुरा कसरी, त्यो बेला तत्कालीन राजा जिग्मे सिंह वाङछेले के बुझे लाग्छ, आज उसलाई कतै न कतै आत्मग्लानी भएको छ, पछुतो भएको छ। र त्यो बेला त्यो अवस्थाबाट गुज्रेर हामीले ज्यान बचाउनका लागि हामीले त्राइमाम हुँदै हामीले सारा श्री सम्पत्ति छोडेर हामीले भुटान छोड्न बाध्य गराइयो। हामीलाई सङ्गीनको नालले हामीलाई भुटानबाट खेदेको छ। हजारौँले जीवन गुमाउनु पर्यो। निर्दोष नागरिक जो एउटा खेतालो पतालो गर्ने हली गोठालाहरूले ज्यान गुमाउनु पर्यो, जबकि उनीहरूलाई राजनीतिक चेतना भने शून्य थियो, केही जान्दैनथे। त्यस्ता मान्छे मारो भुटानले र त्यसरी बाध्यतात्मक स्थितिमा हामीले देश छोड्नु पर्यो। देश छोड्दै गर्दा म सानै थिएँ, लगभग 16-17 वर्षको थिएँ र भारत भूमि हुँदै हामी नेपालको काँकरेबिटाबाट हामी नेपाल प्रवेश गऱ्यौँ। आमाको काख छोडेर अरूको काखमा जाँदा सायद त्यो आमाको माया पाइँदैन कि भन्ने एउटा इक्जाम्पल हो भुटानी शरणार्थी। पक्कै पनि त्यो दिनको त्यो कालो रात, त्यो कालो दिन, त्यो समय सम्झिँदाखेरि तपाईँको साँच्चीकै हामी एउटा आमाको काख गुमाएर टुरा भएको महसुस त भएको थियो हामीलाई। हामीले गोठमा बाँधेका गाईहरू, हामीले ढिकुटीमा राखेका हाम्रा अन्नपातहरू, लटरम्म फलिरहेका धानका बालाहरू, हाम्रा बाख्रा पाटा, कुकुर बिराला, हाम्रा साथी छिमेकी छरछिमेकी सबै हामीले ब्याङ्कमा राखेको पैसा सारा हाम्रो केही नभनिकन लागेको लुगा मात्र टिपेर त्यो बेला रातारात भाग्नु परेको अवस्थामा पक्कै पनि त्योभन्दा ठुलो पीडा केही पनि हुन सक्दैन। के आमा त्यति नै निर्दयी हुन्छ कि सायद आमा नै सही थिएन? आमा सायद आमा खोज्दै चाहिँ नेपाल वापस आउन पर्यो। आमा त्यति निर्दयी नहुनु पर्ने हो होइन, तर आमा मातृभूमि भुटानबाट हामीले निक्लिँदै गर्दा त्यहाँ हामीलाई सौतेनी आमाको व्यवहार भएकै हो होइन। नेपाली भाषीमाथि जुन दमन अत्याचार भयो त्यो सौतेनी आमाको व्यवहार भयो। अब भूमि आफै स्वयंता दोषी नहोलिन् होइन, तर त्यहाँको शासक, जुन शासकले शासन गर्दै थियो त्यो शासक अपराधी भयो होइन, त्यो निर्दयी भयो, दया नभएको भयो, क्रूर भयो, त्यो डिक्टेटर भयो, त्यो एकदमै नरसंहार गर्ने खालको भइदियो। र त्यसका कारणले गर्दा लाखौँको सङ्ख्यामा भुटानीहरूले नेपालको भूमिमा 20+ वर्षहरू शरणार्थी हुनु पर्यो। र म यो बोल्दै गर्दा म नेपाल सरकारलाई चाहिँ जहिले पनि धन्यवाद भन्न चाहन्छु। होलान् हाम्रा मान्छेहरूले कतिले नेपालसँग गुनासो गरेको छैन भन्ने कुरा होइन,
भुटानी शरणार्थी 7वटा शिविरमा बस्दै गर्दा झापा र मनमा बस्दै गर्दा कतिवटा कुराहरू गुनासाहरू झै झगडाहरू केही कुटपिटहरू केही तपाईँको गोबर पनि किन्नु पर्यो कोलाका दाम्चा किन्नु पर्यो भन्ने गुनासाहरू पनि नआएका होइनन्। यद्यपि नेपाल सरकारले यो बुझ्नुपर्ने कुरा के छ भने मेरो आफ्नो विश्लेषण हो यो, नेपाल सरकारले हामीलाई बास दिएको थिएन भने लगभग अब पहिलो ब्याचमा माइधारमा आएर हाम्रा मान्छेहरू बसेका हुन्। झन्नै हामीलाई बाध्यतात्मक स्थितिमा नेपालबाट काँक्राबिटा ब्याग फर्काएर हामीलाई इन्डिया नै ठेल्नुपर्ने अवस्थाको पनि एउटा प्रयास भएको थियो। तर सौभाग्यवश भनौँ नेपाल सरकारको एउटा दया भयो, कहाँबाट कसरी कुन एउटा संयन्त्र बन्यो त्यसरी होइन, हाम्रै मान्छे हुन्, भुटानी भए तापनि उनीहरू आए, अब उनीहरू जाने उपाय छैन भनेर नेपालले ग्रहण गर्यो नि हामीलाई। नेपालले राख्छु भनेर एउटा जिम्मा लियो, माटो दियो नि, धरती दियो। त्यसले गर्दाखेरि अनि त्यस पछाडि नेपाल सरकारले नै सम्म लाग्छ मलाई तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले युएनलाई आह्वान गरेको हो र उहाँले अब शरणार्थीहरू आउन थाले, अब उनीहरूको बासको लागि भनेर उहाँले अपिल गरे पछाडि चाहिँ युएनले हामीलाई हात हाल्यो। अब युएनलाई बोलाइदिएको थिएन भने पनि हामी त्यहाँ मरे सकिन्थ्यौँ होला सहित। धेरै मान्छेहरू मरे माइमा। यो अब यो एकदमै यो एउटा कहिले पनि नबिर्सिने कुराभित्र पर्छ, नबिर्सिने चोट बनेर बस्यो भुटानी जनमानसमा। त्यसले गर्दाखेरि नेपाल सरकारले हामीलाई जुन प्रकारको अब एउटा ठाउँ दिएर हामीलाई नेपालमा राख्यो होला, सँगै सुतेपछि गोडा लाग्छन् अरे नि, झगडा हुन्छ अरे, अलिअलि मुखामुख हुन्छन् अरे, त्यस्तो हुन्छ स्वाभाविक रूपमा। तर भए नभएका होइनन्, कुटाकुट भए, काटाकाट पनि भए, कोही मरे पनि, कतिले ज्यान गुमाए पनि। तरै पनि हामी त्यही शरणार्थी अरू अन्य कतै भएका थियौँ भने हामी आज यहाँ आएर म मनरथ खनाल, तपाईँ समीर रेग्मी यसरी साक्षात्कार गर्न पाउने थियौँ होला, हामी सकिन्थ्यौँ होला जस्तो लाग्छ। त्यसले गर्दा नेपालप्रति पनि जहिले पनि मेरो सम्मान छ। नेपालै किन, हामीसँग धेरै अप्सन्सहरू थियो। भुटानदेखि धेरै अरू राष्ट्रहरू थिए जुन ल्यान्डलक कन्ट्रीमै पर्थे। इन्डियाले त सायद भुटानलाई धेरै सपोर्ट गरेको भएर राख्दैन थियो होला, तर अरू देशहरू थिए, बर्मा जान सकिन्थ्यो, थाइल्यान्ड जान सकिन्थ्यो, अरू थुप्रै राष्ट्रहरू थिए। नेपालै किन भन्दाखेरि नेपालसँग जतिको जुन कनेक्टिभिटी होइन, जुन एउटा कनेक्सन र हाम्रा पितृभूमि नेपाल, हामीलाई के आश लाग्यो भने र हाम्रा बाबुबाजेलाई के आश लाग्यो भने हामी हिजो हाम्रा पुर्खाहरू त्यही देशबाट आएका हुन् र हाम्रा धेरै सन्ततिहरू, हाम्रा सन्तानहरू नेपालमा छोडिएका छन्। त मैले भने नि अघि नेपाल आउँदाखेरि हामीले हाम्रा हजुरबाहरू भेट्यौँ, हजुरआमाहरू भेट्यौँ, मामा काकाहरू भेट्यौँ, आज पनि छन् नेपालमा। त्यसले गर्दाखेरि हामीलाई एउटा कुरा के भयो होला भन्दा नेपाल जाँदा हामीलाई जस्टिस हुन्छ, नेपालले हाम्रो मुद्दामा बोलिदिन्छ, नेपालले अन्तर्राष्ट्रिय लेभलमा प्रेसर दबाब ढाल्न सक्छ र नेपालले लबिङ गरेर हामीलाई फेरि पुनर्भुटान फर्काउनको लागि पहल गर्छ भन्ने, पहल कदमी हुन्छ भन्ने एउटा आशा नेपालसँग चाहिँ एउटा झिनो आशा लिएर। नेपालमा तत्कालीन राजा हुनुहुन्थ्यो, नेपाल राजालाई त हाम्रा भुटानीहरूले त दसैँको टिकाको दिन त राजा टिको लाएर दैलामा श्री श्री 5 महाराज धीराज विक्रम शाहदेव सरकार भन्दै टिको लगाउँथे। त्यत्रो त्यो आस्था, त्यो एउटा विश्वास, एउटा नेपालीकोपन र मेरो पितृभूमि त्यसले नगरे कसले गर्छ भन्ने एउटा आशा नै थियो होला सायदै। भुटानमा भएको कुरा हेर्दै गर्दा एउटै परिवारभित्र दमनको रूप चाहिँ यो प्रकारले बढ्यो कि एउटै परिवारभित्र नागरिक क्याटेगोरीमा कसैलाई ए ग्रेडमा राखियो, नम्बर 1, नम्बर 4, नम्बर 7 गरेर क्याटेगोराइज गरियो। जसरी एउटै परिवारको मान्छेलाई एउटै परिवारको जस्तो सोचिएन। अनि हजुरले अहिले भन्दै गर्दा मैले एउटा कुरा रिलेट गरेँ, जसरी हामी नेपाल फर्केर आयौँ, हामीले हाम्रा काका मामा भतिजा हजुरआमा भेटियो भनेर। हजुर भुटानी हुनुभयो, उहाँहरू नेपाली, के हजुरले आफैलाई आफ्नो परिवारसँग क्याटेगोराइज गर्नु भएन? अर्को एउटा गम्भीर प्रश्न हो त्यो। भुटानले सरासर गरेको त्यो एउटा अन्याय हो हामीप्रति होइन। हजुरले आफैले अन्याय गरे जस्तो लागेन आफूलाई भुटानी भनेर आफ्नो हजुरआमालाई नेपाली भन्दा? होइन, भुटानी कस्तो थियो भने अब हामी भुटानी नै हौँ, आज पनि म भुटानी नै भन्छु। तर त्यो भुटान सरकारले कसरी त्यसलाई डिभाइड एन्ड रुल गर्न खोज्यो होइन, कसरी त्यो 7
एउटा वर्गीकरण गर्यो होइन, 1 नम्बरदेखि 7 नम्बर किन वर्गीकरण गर्यो होइन, किन त्यो दुःख दियो होइन। भुटानको पनि आफ्नै एउटा षड्यन्त्र। अब जब सिइओ भनेर सर्टिफिकेट अफ अरिजिन खोजेको थियो भुटानमा होइन, सर्टिफिकेट अफ अरिजिन जसले पाए होइन, त्यो ती मान्छेलाई 1 नम्बर बनाइयो। अब 1 नम्बर र मलाई यो जम्मै कुरा नम्बर वाइज मलाई कसरी क्याटेगोराइज गर्यो भन्ने कुरा मैले बिर्सिसकेको छु होला सहितै। मैले धेरै वर्ष भयो, गल्ती हुनसक्छ। तर अब 7 नम्बर भनेको सत्व विदेशी नै हो भनेर भनिएको छ। अब विदेशी आमा र 1 नम्बर बाबुबाट जन्मेको सन्तानलाई 4 नम्बर भनिएको छ होला। अब सुन्दै गर्नुहुने महान हाम्रा नेताहरू, हाम्रा अग्र दाजु दिदी बहिनीहरू जो अध्ययन गरिरहनु भएको छ, पढिरहनु भएको छ, बुझिरहनु भएको संसारलाई, जसले जान्नुभएको छ, यसलाई पक्कै सच्याएर सुनिदिनु होला, करेक्सन गरिदिनु होला, म त्यसको लागि अपिल गर्छु। तर 7 नम्बरमा विभाजन गरेको मेरै आमालाई पनि, मेरो बाबालाई 1 नम्बर बनाइएको हो, मेरो आमालाई 4 नम्बर बनाइएको हो, 7 नम्बर बनाइएको हो, हामीलाई 4 नम्बर कति बनाइएको हो, त्यसरी क्याटेगोराइज गरेको थियो भुटानले होइन। पक्कै पनि एउटा बाबु भुटानमा बसेर मेरी आमा इन्डियामा जाने, म नेपाल जाने, त्यस्तो काहीँ संसारमा कहीँ नभएको नियम लागू गर्नु भनेको त्यो एउटा षड्यन्त्र थियो। यति गरेपछि यो परिवारलाई जब विभाजन गरिसकेपछि एकजना मान्छे पनि भुटान बस्दैन, सबै निक्लेर जान्छ। एउटा दबाब, एउटा प्रेसर क्रिएट गरेको थियो। उसले आफै बाध्यतात्मक स्थितिबाट उनीहरूले देश छोडौँ भन्ने एउटा उसको षड्यन्त्र थियो भन्ने हामी त्यसरी बुझ्छौँ त्यो कुरालाई। त्यसमा मलाई कुनै डाउट नै छैन कि यो ठुलो एउटा ग्रान्ड डिजाइन थियो। एउटा भुटनिस जो हुनुहुन्थ्यो, नेपाली भाषी भुटानीहरू हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ देशबाट निकाल्ने एक हिसाबको इन्सिक्युरिटी हो कि जे पनि होस्, एउटा निकाल्ने ग्रान्ड डिजाइन थियो अफकोर्स। तर नेपाली भाषी भुटानीहरू नेपाल आउँदै गर्दा उहाँहरूले आफ्नो आधा परिवारलाई नेपालमा भेट्नुभयो। उहाँहरूले अझै पनि किन आफूलाई भुटानी भन्न रुचाउनु भयो, किन उहाँहरूले चाहिँ नेपालमा आएर चाहिँ हामी त नेपाली हो, हामी काम गर्न गयौँ, हिजो त्यो देशलाई डेभलप गर्न भनेर गयौँ, मेरो बुवा जानुभयो, मेरो हजुरबा जानुभएको थियो त्यो ठाउँमा, म त्यहाँनिर जन्मेँ, तर म नेपाली हुँ, आज पनि म यही नेपाली भाषा बोल्न पाइनँ भनेर यो देश छोडेर आएँ, म आज पनि त्यही नेपाली टोपी शिरमा लगाउन पाइनँ भनेर नेपाल फर्केर आएँ, म आज पनि त्यही नेपाली मौलिकतामा जिउन पाइनँ भनेर, यही नेपाली संस्कृतिमा जिउन पाइनँ भनेर नेपाल आएँ भनेर नेपालसँग अपिल किन गरिएन? नेपालसँग पटक पटक नेपाल सरकारसँग हाम्रा अग्रज दाजुहरू दिदीहरू, हाम्रा लिडर्सहरूले वार्ता गरेका छन् र हामी आफै पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पछिल्लो समयमा हामी नेपाल सरकारसँग हामीले वार्ता गरेका छौँ। र म आफैले पनि हाम्रा आदरणीय दाइ श्री हरिबङ्गाली अधिकारीज्यूको अगुवाईमा म र उहाँ गएर गिरिजाबाबुको निजी निवास विराटनगरमा घरभित्रै गएर हामीले उहाँसँग करिब 15 मिनट समय बिताएका छौँ, मेमोरेन्डम चढाएका छौँ, उहाँसँग सँगै बसेर कफी खाएका छौँ र उहाँलाई हामीले भनेका छौँ कि हामी तपाईँकै मान्छे हौँ, अब हामीलाई भुटानले तपाईँकै मान्छे भनेर खेद्यो, यद्यपि हामी भुटानी नागरिक हुँदै गर्दा अब हामी नेपालमा आयौँ। अब नेपालभन्दा बाहिर हाम्रो जाने ठाउँ काहीँ पनि छैन। त्यो शरणार्थी क्याम्पमा हामी कति बस्ने? अब त्यो काली लाग्दो भइसक्यो। दिनानुदिन मान्छेले आत्महत्या गर्न थाले, त्यहाँनिर मान्छेहरू पिटिएसडीको शिकार भए, मेन्टली डिप्रेसनहरू भए, आत्महत्याहरू हुन थाले, पढाइ लेखाइ एकदमै बिग्रिँदै गयो, दिनानुदिन मान्छेहरू कमजोर हुँदै गए, असुरक्षित हुँदै गए। त्यसले गर्दा सरकार हामीलाई अब नेपालमै राख्नु पर्यो भनेर हामीले अपिल नगरेका होइनौँ। यद्यपि नेपालमा राख्न सक्नुहुन्न भने हामीलाई भुटान फर्किने एउटा पहल गरिदिनुहोस् भनेर पनि, पहल कदमी चालिदिनुहोस् भनेर पनि भन्यौँ। नेपालले पहल पनि गरेको हो। कता भुटानमा भुटान र नेपालको सम्भवतः 15औं चरणका वार्ताहरू भए, यहाँलाई अवगतै छ होला। 15औं चरणका वार्ताहरू हुँदा पनि भुटानले हामीलाई फर्काएर लान सक्ने वातावरण बन्न सकेन। हुनसक्छ नेपाल सरकारले कडा प्रकारले प्रस्तुत हुन सकेन, हुनसक्छ नेपाल सरकार बिक्यो, हामीले त्यो बोल्न सक्छौँ, दाबी गर्न सक्छौँ। नभए किन कुनै पनि प्रोग्रेस 15औं चरणमा वार्ता हुन नसक्नु, कुनै प्रोग्रेस नहुनु, एकजना मान्छे नि फर्किन नसक्नुले गर्दाखेरि कहीँ हामी पीडित मान्छेले त शङ्काको सुविधा हामीले पाउँछौँ। यद्यपि उहाँले त्यो गर्नु भएन होला। तर भारतलाई त्रिपक्षीय वार्तामा भारतलाई सम्बोधन गर्ने प्रयासहरू भए। भारत वार्तामा बसिदियो र नेपाल, भुटान र इन्डिया वार्तामा बस्यो भने पक्कै पनि यो समस्याको दीर्घकालीन समाधान हुन्छ भन्ने कुरामा हाम्रो विश्वास थियो र भारतलाई पनि कुनै न कुनै प्रकारले तेस्रो
पार्टीको रूपमा वार्तामा समावेश गर्नका लागि प्रयासहरू भए हाम्रा अग्रदायीहरूबाट, तर त्यो पनि भारतले वार्तामा बस्न चाहेन। भारतको इन्टेन्सन अब के थियो यहाँबाट स्पष्ट हुन्छ, म धेरै कुरा भन्नु पर्दैन। गिरिजा बाबुलाई हामीले यो पनि भनेका हौँ र अब हामीलाई भुटान फर्काउन सकिँदैन भने हामीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै न कुनै अन्तर्राष्ट्रियको एउटा मापदण्ड छ नि, नियम छ नि त। कुनै न कुनै देशका शरणार्थीहरू कुनै देशबाट खिचेर अर्को देशमा गएर समाहित हुँदै गर्दा तिनीहरूको कुनै दीर्घकालीन समस्याको समाधानको सवालमा केही अन्तर्राष्ट्रिय मापदण्डहरू हुँदै गर्दा त्यो मापदण्ड के छ त त्यसका आधारमा हाम्रो समाधान होस्, हामी क्याम्पमा बस्न सक्दैनौँ भन्दै गर्दा गिरिजा बाबुले भनेको कुरा मैले तपाईँहरूलाई अहिले राखेँ भने भोलि गएर भारतबाट नेपाली आउँछन्, भोलि बर्माबाट आउँछन्, थाइल्यान्डबाट आउँछन्, भुटानबाट अरू पनि खेदिन सक्छन्। संसारमा भोलि गएर जहाँ जहाँ नेपाली छन् ती सबै नेपालीहरू आउँदाखेरि नेपाल सानो छ, नेपालमा अलि अलि दुःखै पनि छ। त्यसले गर्दा मैले अहिले तपाईँहरूलाई केही भन्न सक्दिनँ, तर तपाईँहरूलाई तेस्रो मुलुक जाने कुरामा मेरोबाट सहयोग हुन्छ। म तपाईँहरूलाई त्यो ढोका खोलिदिन्छु र तपाईँहरू तेस्रो मुलुक गएर बस्नुहोस्। त्यहाँ तपाईँहरूले प्रगति उन्नति गर्न, नानीलाई पढाउन लेखाउन, जागिरहरू सबै कुरा तपाईँलाई सुविधा हुन्छ, तपाईँलाई नागरिक दिन्छ त्यहाँनिर भनेर चाहिँ भन्नुभएको थियो। र त्यस बमोजिम उहाँले त्यो काम गर्नु पनि भयो। र हामी भनेपछि सरी टु कट यु, तेस्रो मुलुक पुनर्वासमा म आउँछु। नेपालले नेपालीलाई मैले भुटानी भन्न चाहिनँ, किनभने भुटानी कति सदियौँदेखि भुटानमा बसेका पनि हुनुहुन्छ, कतिको बुवा मात्रै जन्मिनु भएको छ भुटानमा, कति उहाँहरू आफै मात्रै जन्मिनु भएको छ भुटानमा, उहाँहरूको बुवा नेपालदेखि नि कहीँ पहाडदेखि जानुभएको छ। त्यो भएर मैले एउटा जेनेरेसनदेखि 7वटा जेनेरेसनसम्म चाहिँ कुनै देशमा बस्दै गर्दा हो त्यो देशको नागरिक बन्न सकियो। तर एउटा मौलिकता आधारले म उहाँहरूलाई नेपाली नै भन्छु र हजुरले भनेको स्टेटमेन्टमा इट्स लाउड एन्ड क्लियर द्याट नेपालले नेपालीलाई थोरै टाइम बाहिर बसेर आफ्नो घर फर्किँदा एक्सेप्ट नगरेकै हो। गिरिजा बाबुले क्लियर स्टेटमेन्ट दिनुभएको हो कि हामीले आज जुन हजुरले भन्नुभयो इट्स रियली डिप, जुन स्टेटमेन्ट अहिले भन्नुभयो यो स्टेटमेन्ट एक्चुली सनसनी हो। किनभने हजुरले यो भन्दै हुनुहुन्छ कि गिरिजा बाबुले हजुरहरूलाई अहिले हामीले यहाँ रेसिडेन्सी दियौँ भने भोलि बर्मामा भएका इन्डियामा भएका नेपालीहरू आउँछन्, त्यो टाइममा हामीले नेपालले धान्न सक्दैन भन्ने कुरा गर्छ। त्यो उहाँको भर्सनले त्यो कुरा बुझाउँथ्यो उहाँको भनाइमा। किनभने हामी अहिले नेपालको अवस्था जुन इकोनोमिक अवस्था, जुन एउटा देशको अर्थतन्त्रको सवालमा जुन प्रकारले नेपाल गुज्रिरहेको थियो, नेपालमा आफै दुःख थियो, आज पनि दुःख छ। त्यसले गर्दाखेरि तपाईँहरूलाई यहाँनिर अब हामीले राख्दै गर्दा त्यो अहिले तत्कालको लागि सम्भव छैन। किनभने हामीले तपाईँलाई दया गरेर राख्यौँ भने भोलि भुटानबाट अरू पनि मान्छेहरू आउन चाहन्छन् नेपालमा, भोलि गएर बर्माबाट आउन चाहन्छन्, अरू अन्य संसारबाट नेपाली भारतबाट आउन चाहन्छन्। त्यसले गर्दा त्यो नेपालले धान्न सक्दैन। त्यसले गर्दा तपाईँहरूको लागि दीर्घकालीन समस्याको समाधानै तपाईँहरूको लागि उत्तम उपाय हुनसक्छ। त्यो भनेको तेस्रो मुलुक पुनर्वास तपाईँले माग गरिरहनु भएको छ भने त्यहाँ तपाईँहरू जान चाहनुहुन्छ भने त्यसका लागि ढोका म खोलिदिन्छु भन्नुभएको। र त्यो ढोका खोल्न सजिलो थिएन। त्यो तेस्रो मुलुकको ढोका खोल्नको लागि तपाईँको अब त्यो बेला तपाईँको माओवादीको बिगबिगी थियो, माओवादी कम्युनिस्ट सरकारले त्यो कुरा चाहना राख्दैन थियो, राजाको स्ट्यान्ड के थियो, नेपालीलाई विदेश पठाउँदै गर्दा त्यहाँनिर देशको एउटा स्वाभिमानको कुराहरू उठ्थ्यो होला, देशका अरू पोलिटिकल कुराहरू, भुटानसँगको सम्बन्ध बिग्रिने कुरा थियो होला, भारतसँगको सम्बन्ध बिग्रिने कुरा थियो होला। उनीहरू भारतले भुटानले चाहन्थ्यो होला कि ती मान्छे शरणार्थी क्याम्पमै बिलाइ हुन्, अथवा नेपालमा तितर भएर कालीकोट जुम्ला हुम्ला जुमसुङ अथवा इन्डियाका कुनै उडिसा देशमा गएर ती बिलाइ हुन्, ती मरुन् सकिउन् भन्ने थियो होला। त्यसले गर्दाखेरि पोलिटिकली नेपाल सरकारलाई हामीलाई अमेरिका पठाउनलाई एक्जिट पर्मिट दिनको लागि सजिलो थिएन। तर नेपाल सरकारले त्यो स्ट्यान्ड लिएर हामीलाई कम्तीमा तपाईँको विदेश जानेसम्म ढोका खोलिदिनु पनि त्यो कुरा त्यो तत्कालका लागि न्यायपूर्ण थियो भन्ने लाग्छ मलाई। जस्तै तेस्रो मुलुक पुनर्वासले भुटनिस रिफ्युजीहरूलाई एकदमै एउटा सुनौलो अवसर दिएको, त्यसमा दुई मत छैन। तर भुटनिस रिफ्युजीहरू भुटानदेखि नेपालमा आए, एउटा भुटानको ज्यादती सहन नसकेर आए। तर फेरि भुटानमै चाहिँ किन जान चाहन्थे त? भुटानमा उनीहरू त्यही अवस्थामा जान चाहेनथे जुन अवस्थाबाट हामीले भुटानबाट लग्टिनु पर्यो। तर भुटानमा पूर्ण रूपमा मानवाधिकारको पुनर्बहाली, होइन, प्रजातन्त्र र
राजाले गर्ने व्यवहारमा परिवर्तन र अन्तर्राष्ट्रिय दबाव, अन्तर्राष्ट्रियको निगरानीमा, अमेरिकन इन्टरनेसनल रेड क्रसको निगरानीमा र संसारहरूले देख्ने गरी र भुटानले अब उसो अत्याचार गर्दैन भन्ने एउटा ग्यारेन्टी गरेर मात्रै जान चाहन्थे। त्यतिकै त्यही अवस्थामा भुटानीहरू फर्किन चाहेको होइन। भुटानमा नेपाली पुस्तकहरू जलाइए, हजुर, भुटानमा नेपाली कपडाहरू जलाइए, नेपाली टोपी जलाइयो। यही कुराहरू सहन नसकेर र नेपाली बुक्सहरू पढ्न नपाउने, नेपाली पढ्नै नपाउने एउटा बन्यो माहौल। यो कुरालाई खप्न नसकेर नेपाल शरणार्थी भन्ने एउटा ट्यागलाई एक्सेप्ट गरेर भुटानीहरू आयो। नेपालमा आएर एउटा शरणार्थी शिविरमा बस्दै गर्दा ती साना साना बच्चाहरू जो नेपाल आएको पनि धेरै समय पछाडि जन्मिए, उनीहरूलाई भोटेको भाषा विच इज जोङ्खा एम आई करेक्ट, जोङ्खा भन्ने भाषा पढाएर उनीहरूको दिमागमा चाहिँ यो भुटानको छाप लगाउने काम किन गरियो? जबकि भुटान छोड्नुको एउटा वान अफ द मेन रिजन थियो हामीले नेपाली पढ्न पाएनौँ भनेर। किन 8वटा टपिक 8वटा सब्जेक्ट हुँदै गर्दा हाम्रो एउटा नेपाली, 6वटा इङ्ग्लिस र एउटा जोङ्खा पढ्न पर्थ्यो? नेपाली र जोङ्खालाई किन सेम एउटै रूपमा राखियो? त्यो मेरो बुझाइमा म नितान्त मेरो आफ्नो बुझाइको कुराहरू गर्न चाहन्छु। भाषा संसारको जुनै पनि पढ्नु जान्नु आफैमा नराम्रो कुरा होइन। भाषा पढ्नुपर्छ, भाषा जान्नुपर्छ। मेक्सिकन पढाउन सकिन्थ्यो, चाइनिज पढाउन सकिन्थ्यो। तर यसो होला तत्कालीन अब हामी त भुटान फर्किनुपर्छ भनेर हामीले त विभिन्न प्लेटफर्मबाट आवाज बुलन्द गरिरहेका थियौँ। भुटान फर्किनुपर्छ भनेर एएमसिसी, यहाँलाई थाहा छैन, अपिल मुभमेन्ट कोअर्डिनेटिङ काउन्सिल, जसलाई चाहिँ श्री हाम्रा रतन गजमेरज्यू, जोगेन गजमेरज्यू, भानु अधिकारी, गोपाल घिम्रे, हाम्रो टेकवीर छेत्री लगायतको ठुलो टिमले, गोविन्द रिजाल लगायतका धेरै हाम्रा बौद्धिक व्यक्तित्वहरूले यसलाई चाहिँ भुटानमा एउटा पिसफुल तरिकाबाट गएर भुटान राजालाई हामी अपिल चढाउँछौँ भनेर मेची पुल हुँदै भुटानको जयगाउँसम्म पुगेको जुन हजारौँको भिड जुन गएको थियो, त्यसले गर्दा हामी संसारले त्यो कुरा यति हेऱ्यो, यति देख्यो र हामी जहिले पनि भुटान जान चाहन्थ्यौँ। हामीले त्यस्तो मुलुक पुनर्वास हुन्छ भनेर कहिले सोचेका थियौँ न। हामी नेपालमा समाहित हुन्छौँ भनेर सोचेका थियौँ न। हामी त तपाईँको हाम्रा केही मान्छेले त त्यहाँका केही मान्छेहरू, अब ड्रुप्पा साथीहरू, भाइहरू, छरछिमेकी हाम्रा त्यहाँका जातिहरूलाई पनि हामी कम्तीमा हामी 1 महिनामा 2 महिनामा फर्किन्छौँ होला होइन, हामी 4-5 महिनामा फर्किन्छौँ होला, मेरो एउटा कित्लीहरू, मेरो भाँडाकुँडाहरू, मेरो खाट लुगा फाटोहरू राख्दिनु है भनेर पनि आएका छन्। त्यसले गर्दा हाम्रो आशा, भुटान फर्किने आशा हामीमा त्यो बेला जीवित थियो। जब लामो समयदेखि जब तडपिन थाल्यो मान्छे, अनि मान्छे फ्रस्ट्रेसन भएर मात्रै तब अब विकल्प के छ भनेर खोजिएको हो, त्यो पछाडि हो। तर त्यो बेलासम्म जतिखेर जोङ्खा पढाउन थाल्यो, भोलि गएर भुटानसँग त हामीले प्रतिस्पर्धा गर्नुपर्छ। भाषै जान्दिनँ भने भुटानमा गएर पनि हाम्रा छोराछोरी नातिहरूले केही गर्न सक्दैनन्। भुटानको नागरिक भएर भोलि अन्तर्राष्ट्रिय दबाव मार्फत भुटानमा शान्ति भएर, प्रजातन्त्रको बाली भएर, तपाईँको मानवाधिकार जुन भुटानले दिएर हाम्रा भाषा, साहित्य, कला, संस्कृति सबै हामीलाई मनाउन पाउने गरी एउटा ग्यारेन्टीका साथ अन्तर्राष्ट्रियको दबावमा भुटान फर्किँदै थियौँ भने त हामीलाई त्यो भाषा पक्कै पनि काम लाग्थ्यो नि। हामीले भोलि सरकारी जागिरमा भिड्नु पर्थ्यो होला, आर्मी सेनामा जानु पर्थ्यो होला, त्यहाँको राजनीतिमा प्रवेश गर्नु पर्थ्यो होला, त्यसले त मेन स्ट्रिम सोसाइटीमा। त्यसले गर्दा हामीले भाषा पढाउनै पर्छ भन्ने कारणले त्यो भाषा पढाइएको थियो। जुन देशको भाषा आफ्नो मातृभाषाभन्दा बेग्लै थियो, हजुर, त्यो देश कसरी आफ्नो देश थियो? त्यो फेरि पनि मैले भन्नै पर्दा हामी त्यो देशका नागरिक थियौँ। हाम्रो नागरिक अधिकार भन्ने संसारमा कहीँ पनि थिएन भुटानदेखि बाहेक। हामीले तपाईँ नेपालमा आयौँ त हामीले भावनात्मक हिसाबले हामी नेपाली हौँ, नेपाली बोल्छौँ, नेपाली भाषा, साहित्य, कला, तर नेपालमा हामीले तपाईँको काम गर्न त पायौँ न। सरकारी जागिरको त कुरै छोडिदिनुहोस्, बोर्डिङको कुरै छोडिदिनुहोस्, एउटा लेबर कुल्ली काम गर्नको लागि पनि हामीलाई भाटे कारबाही भएको थियो। हामी त शरणार्थी हौँ। शरणार्थीको एउटा घेराभित्र, तार घेर्नेभित्र सुँगुरलाई, एउटा पशुलाई एउटा झेलमा राखेको मान्छेलाई जस्तो गरेर हामीलाई राखिएको थियो एउटा घेराबन्दीभित्र।
यद्यपि हामी नेपालमा थियौँ र नेपालमा सरकारको जुनै नीति भए तापनि जुनै पोलिसी भए तापनि कोही ठाउँमा कता कता नेपालीले दया माया गरेर मरसन्दा गरी खाओस् भनेर काम गर्न दिएको अवस्था थियो। तर त्यो चिप लेबर थियो, जहीँ पनि इलिगल मान्छेहरूलाई काम लगाइन्छ, त्यसमा श्रम शोषण हुन्छ। त्यो विश्वव्यापी रूपमा त्यो हामीले देखेका भएका बुझेका कुराहरू नै पर्छन्। त्यसले गर्दा नेपालमा हाम्रा मान्छेले काम गर्दै गर्दा पारिश्रमको हिसाबबाट नेपाली नागरिक बराबर पारिश्रम कहिले पनि पाएका थिएनन्। त्यो पनि त्राइमाम डर धम्की, पैसा दिन्छ कि दिँदैन भोलि गएर, बा क्याम्पमा हाम्रो युएनएचसिआरले हाम्रो केही कटाइदेला कि, नेपाल सरकारले हाम्रो त्यहाँबाट नामै हटाइदेला कि, भोलि गएर हामी त्यहाँबाट विस्थापित पो हुनु पर्ला कि, नेपाली नागरिकहरूले त्यो बेला अब कुटपिट पो गर्लान् कि, किनभने हाम्रो केही थिएन नि त। हामीसँग नेपालको त नागरिक थिएन नि त, भुटानको पनि नागरिक थिएन। हामी त तपाईँको स्टेटलेस। हामीसँग हाम्रा मान्छे मर्दै गर्दा कसैले म तँलाई चेन दिन्न भन्दा पनि हामीले चेन खोज्ने अधिकार थिएन। हामीलाई कसैले चेन नदिन पनि पाउँथ्यो, नदिन पनि सक्थ्यो। त्यो अवस्थाबाट गुज्रेको हो नि त भुटान शरणार्थी। जब शरणार्थी हुन्छ, शरणार्थी भनेको त उता सबै थोकबाट वञ्चित भएको मान्छे हो नि त। उसँग नागरिक छैन, उसँग देश छैन, उसँग उसको घर छैन, उसँग सबै कुरा, उसको अस्तित्व छैन, पहिचान छैन, उसले उसको भन्ने केही पनि छैन, ऊ शरणार्थी हो। त्यो शरणार्थी त मैले अघि भने तपाईँको त्यो त हाम्रो बाध्यता थियो। हुन त देशभित्रै पनि शरणार्थी हुन्छन्, नेपालभित्रै पनि नेपालकै मानिसहरू माओवादी द्वन्द्वमा कति शरणार्थी भए, पहाडी पिँढीले कति शरणार्थी भए, कति तपाईँको टिबेटबाट शरणार्थीहरू नेपालमा आज पनि बसेका छन्, इन्डियाभित्रै शरणार्थी होलान् आज। त्यसले गर्दा हामी मात्रै होइन, तर हामी राजनीति शरणार्थी थियौँ, राजनीति पोलिटिकल रेफ्युजी हामी। ओके, मैले हजुरलाई यो क्वेसन सोध्दै गर्दा आई वान्टेड टु कम टु हाम्रो दर्शकहरूमा कि यो क्वेसन, जुन क्वेसनहरू मैले सोधिरहेको छु, दिस क्यान बी अ क्वेसन अफ लट अफ यङ्स्टर्स, एकदमै धेरै यङ्स्टरहरूलाई जसलाई आफ्नो भुटानको पृष्ठभूमि थाहा छैन, जसलाई के भयो थाहा छैन, या किन यस्तो भइरहेछ, किन यस्तो भएको थियो भन्ने क्वेसनहरू चाहिँ हजुरहरूलाई रिप्रेजेन्ट गरेर आइ एम सेइङ दिस। सो यो क्वेसनहरूमा अब हामी भुटानदेखि नेपालसम्म आयौँ, मेची पारी ल्याएर छोडिदियो। हजुर, मेचीपुल कटाएर पारी इन्डियादेखि भुटानदेखि इन्डियादेखि पारी ल्याएर नेपालमा छोडिदियो। होइन, भुटानले त छोडेन, होइन, हामी आफैले इन्डियाको बोर्डरमा आएर गाडी ऱ्यान गरेर, सहयोग मागेर, अपिल गरेर, रोइ कराई गरेर, ट्रकमा पशुलाई खाँदै यस्तो गरेर खाँद दिएर हामी आफै आएका हौँ। सबै भुटानबाट निकाल्यो, त्यहाँदेखि भुटान इन्डियाको बोर्डरबाट चाहिँ हामी सारा इन्डिया हुँदै हुँदै काकरभिट्टामा हामी आफै आयौँ। काकरभिट्टासम्म आइपुग्नु। काकरभिट्टादेखि आएर 20 वर्षको लामो शरणार्थी क्याम्पको बसाइ, हजुरले आई थिङ्क यु डिड युर स्कुल इन क्याम्पबाटै होइन, एन्ड एट द एज अफ 24 यु वर द सेक्रेटरी अफ द क्याम्प। हजुर। हाउ वाज द्याट पोसिबल? एउटा केटो जसलाई 12-14 वर्षको उमेरमा लाग्छ कि होस्टेलमा बस्दा म बाठो भइरहेको छु भनेर, जसले भोटेका केही छोराहरूलाई कुट्नेमा प्रतिनिधित्व गरेको हो कि होइन, कि एउटा ग्रुपमा बसेको थियो, एउटा रिबेल टाइपको भाइब आउँथ्यो, फिलिङ्स आउँथ्यो, त्यो भोगाइसँग, त्यो जुदाइसँग नेपाल आइपुगेर नेपालमा बसेर आफ्टर कम्प्लिटिङ योर एजुकेसन, you are actually 24-year-old, which is way younger than me right now. So how was it possible? यस्तो हुन्छ रहेछ। अब यो सम्भवतः म वान अफ द यङ्गेस्ट नै थिएँ त्यो बेला, जतिखेर मैले सहसचिवको भूमिका निर्वाह गर्दै थिएँ। पछाडि गएर मैले पूर्ण रूपमा सचिव पनि भएँ 6-7 मा। तपाईँको मेरो पृष्ठभूमि अब त्यस्तो अब पोलिटिकल फ्यामिलीबाट जन्मेको नै होइन। तपाईँको मेरो परिवार सम्पन्न परिवारबाट जन्मेको मान्छे पनि होइन म, तर नेतागिरी सानैदेखि थियो। हजुर, म अलिकति समाजप्रति एउटा झुकाव, समाजप्रति एउटा माया र अन्याय अत्याचारको विरुद्ध लड्नुपर्छ, तपाईँको अन्याय गर्नु हुँदैन र अन्याय गरिन दिनु पनि हुँदैन भन्नेबाट म प्रेरित थिएँ। म पढ्दै लेख्दै जाँदै गर्दाखेरि मैले सानै उमेरदेखि धेरै मान्छेलाई सहयोग गर्न सकेँ, मान्छेको विश्वास जित्न सकेँ, मान्छेलाई म प्रतिको एउटा विश्वास बढ्न थाल्यो।
त्यसले गर्दा तपाईँको त्यो तत्कालीन अवस्थामा शिविर प्रमुख हुनु भनेको त्यो कुरा अलिकति गाह्रै कुरा थियो किनभने त्यो बेला भुटानबाट आएका पूर्व सांसदहरू भुटानका मण्डलहरू भुटानका विशिष्ट व्यक्तित्वहरू And especially when you are 24-year-old. यस अनि त्यो बेला हामीले त विश्वासै गर्दैन थियो किनभने त्यो गरिमामय पद नै थियो त्यसले गर्दाखेरि किनभने लगभग त्यो भनेको एउटा एक्जिक्युटिभ पावर हो त्यो तपाईँको त्यहाँको त्यसले गर्दाखेरि त्यो कुरामा विश्वास गरेर हामीलाई प्रमुख बनाउनको लागि त्यहाँनिर अब त्यो सम्भव कुरा थिएन तर त्यो सम्भव हुनमा त्यहाँका तमाम भोटर्सहरूले म प्रति गरेको विश्वास र मेरो कर्म मैले गरेको सद्भाव मैले गरेको राम्रो काम मैले जनताप्रति गरेको न्याय मैले जनतामा गएर जुन उनीहरूलाई परेका पिरमारका अन्यायमा मैले जीवनभर लडेको लडाइँ शान्तिपूर्ण लडाइँ त्यसले गर्दा म प्रति विश्वास भयो र मलाई एउटा त्यो गरिमामय पदमा मान्छेहरूले मलाई पुर्याएर मैले धेरै लामो सेवा गर्न पाएँ IOM, International Organization for Migration. हजुर Third country resettlement. यो वर्ड सुन्ने बित्तिकै के याद आउँछ? IOM त एकदम पछाडि आयो एउटा इन्टरनेसनल Organization for Migration. माइग्रेसन गर्ने एउटा संस्था थियो उसले चाहिँ अब पछाडि अब हामी UNHCR चाहिँ अब सुरुदेखि नै हामीसँग थियो होइन UNHCRका इम्प्लिमेन्टिङ पार्टनर्सहरू थिए WIP थियो LWF थियो कैटस नेपाल थियो बज्र फाउन्डेसन थियो लगायतका धेरै संस्थाहरू अरू पनि थिए होइन तर UNHCRले त अब घाँस कपासको लागि अब यिनी इम्प्लिमेन्टिङ पार्टनरको सहयोगबाट हामीलाई खाद्यान्न उपलब्ध गरायो जब IOM भन्ने त पछाडि जब तेस्रो मुलुक पुनर्वासको सवालमा जब अमेरिका लगायतका राष्ट्रहरूले हामीलाई पुनर्वास गर्ने जुन एउटा इच्छा देखाए त्यस पछाडि अब IOM दमकमा आएर बसेको हो र अब ती सम्झिँदाखेरि अब UNHCRलाई पनि धेरै धेरै धन्यवाद दिन मनपर्छ नेपाल सरकारलाई पनि धेरै धेरै धन्यवाद दिन मनपर्छ र IOMले जुन प्रकारले सेफली सुरक्षित तरिकाबाट हामीलाई त्यति टाढाको दूरीबाट अमेरिका लगायतका राष्ट्रहरूमा सुरक्षित अवतरण गराएर जुन एउटा व्यवस्थित तरिकाबाट उसले लिएको कन्ट्र्याक्ट अनुसार उसले काम गर्यो त्यसका लागि IOMलाई पनि धन्यवाद भन्न मनपर्छ हजुरको टर्म थियो जुन त्यही टाइममा चाहिँ IOMको इन्ट्री भयो थर्ड कन्ट्री रिसेटलमेन्टको पेपरवर्कहरू साइन भयो थर्ड कन्ट्री रिसेटलमेन्ट सुरु भयो हजुर के भूमिका छ तपाईँको त्यो अत्यन्तै चुनौतीपूर्ण समय थियो जतिखेर मैले प्रमुखको भूमिकामा जितेको 2 वर्ष अत्यन्तै काली लाग्दो शान्ति सुरक्षाको दृष्टिकोणबाट अत्यन्तै त्राइमाम अवस्था होइन र मान्छेहरू अत्यन्तै विचलित अवस्था थियो मान्छेहरू डिभाइडेड भएको थियो केही हाम्रै समूहबाट केही मान्छेहरू भुटान फिर्ती मात्रै एउटा विकल्प हो त्योभन्दा अर्को विकल्प हुनै सक्दैन त्यसको लागि हामी लड्न मर्न तयार छौँ भन्ने एउटा भिड थियो र त्यो भिडले हामी शरणार्थी प्रमुखले चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जुन अघि मैले भने तेस्रो मुलुक पनि एउटा समाधान हो या सर यो थर्ड कन्ट्री रिसेटलमेन्ट चाहिँ अफकोर्स यो हजुरहरू बिचमा आयो पहिला जो क्याम्प सेक्रेटरीहरू हुनुहुन्थ्यो 7वटा क्याम्पको कतिजना अन हुनुहुन्थ्यो कतिजना अफ हुनुहुन्थ्यो यो कुरालाई लिएर त्यो आफ्नो ठाउँमा छ तर यो इन्ट्रोड्युस कसरी भयो थर्ड कन्ट्री रिसेटलमेन्ट प्रोजेक्ट कसले ल्यायो कुन देशबाट पहिला आयो आई जस्ट वान्टेड टु डिग लिटल डिपर इन्टु दिस हजुर यो तेस्रो मुलुक पुनर्वासको सवालमा हामी भुटानी ले जुन एउटा इनिसिएटिभ लिएर ड्युरेबल सोल्युसन तपाईँलाई सुन्नुभएको भयो भने ड्युरेबल सोल्युसन भन्ने एउटा संस्था हाम्रो हरिबङ्गाले अधिकारीज्यूले उहाँको अध्यक्षतामा एउटा ड्युरेबल सोल्युसन भन्ने संस्था गठन भयो होइन तर यो त नितान्त यो त UNHCRको प्रोग्राम हो UNHCRले हामीलाई त्यति धेरै लामो वर्षमा हामीलाई खाद्यान्न घाँस कपास दिएपछि उसले पनि हामीलाई थानको लगाउनु उसको पनि जिम्मेवारभित्र पर्थ्यो यो ढिलो छिटो पुनर्वासका कुराहरू हुन्थे नै यद्यपि होइन तर केही समूहले चाहिँ क्याम्पमा प्रवेश गर्नै नदिने भुटानीहरूका कुरा सुन्नै नदिने
र भुटान मात्रै एउटा विकल्प हो, अमेरिका लगायतका राष्ट्रमा जान पाइँदैन भनेर चाहिँ त्यहाँ छेकेको बेला लगाएको एकदमै आतङ्क फैलाएको अवस्था थियो। त्यो बेला हामी शिविर सचिवहरू मध्येबाट अब विशेष गरेर अब अहिले हरिबङ्गाल अधिकारीज्यूको मैले नाम लिन चाहेँ, उहाँको अगुवाईमा अनि हामी पनि थियौँ केही होइन। को थिए को थिएनन् भन्ने भन्दा पनि हामी कोही र अरू धेरै बौद्धिक समूह काठमाडौँमा रहेका बुद्धिजीवीहरू, पढ्दै गरेका युवा युवती दिदीभाइ दाजुबहिनीहरू, पोखरामा रहेर पढ्दै गरेका हाम्रा साथीहरू, धरानमा बसेर पढ्दै गरेका हाम्रा साथीहरू, समाजसेवी बुद्धिजीवीहरू, व्यापारीहरू सबै एउटा त्रैमामको अब बिचबाट पनि हामीले अब अपिल चढाएका हौँ होइन। हामीले मैले अघि पनि भने हामीले नेपाल सरकार र युएनएचसिआर र विभिन्न राजदूतावासमा गएर होइन हाम्रा मान्छेहरू तेस्रो मुलुक जान चाहन्छन्, तर त्यहाँ एउटा भिड छ, त्यसले बोल्न दिएको छैन होइन। बोल्यो भने उनीहरू खतरामा पर्छन्। त्यसले गर्दा सरकारले सुरक्षाको प्रत्याभूतिबाट अलिकति गम्भीर भइदिनुपर्छ र सरकारले सुरक्षा कडा गर्नुपर्छ, सेना प्रहरीहरू थपिदिनुपर्छ, सुरक्षाको घेराबाट उनीहरूलाई चाहिँ उनीहरूका कुराहरू भन्न दिनुपर्छ, बोल्न दिनुपर्छ र उनीहरू अपिल गरेर एप्लिकेसन गरेर इन्टरभ्यू गरेर प्रोसेस गरेर उनीहरू तेस्रो मुलुक पुनर्वास हुन चाहन्छन् भन्ने कुराको आवाजको बुलन्द हामीले गऱ्यौँ। त्यो बोल्दै गर्दा हामीलाई अलिकति अर्को पक्षबाट हामीलाई आक्रमणहरू भयो। धेरै अरू अग्रजहरूको हजुर धेरै पसिना पनि बगेको छ तेस्रो मुलुक पुनर्वासलाई चाहिँ एउटा जागरण गराउनको लागि, यसलाई चाहिँ लाइभ बनाउनको लागि। यो पछाडि तेस्रो मुलुक पुनर्वासले खुन पनि माग्यो, ज्यान पनि लियो मान्छेहरूको पक्कै पनि। र हाम्रो त्यसमा के हो भने अब त्यो बेला अब हामी बिचको लडाइँ आवश्यक थियो थिएन होइन, त्यो इतिहासले बताउला होइन। तर हामीले यति मात्रै भनेका थियौँ कि हामी क्याम्पमा रहिरह्यौँ भने 15, 18, 20 वर्ष भइसकेको थियो भने अब हामी अबका केही वर्ष लामो अझै क्याम्पमा बस्यौँ भने हामी यहीँ सकिन्छौँ। हामीले भुटानको आन्दोलन गर्दै गर्दा, भुटान जान पाऊँ भन्दै गर्दा हामी यहीँ बुढा हुन्छौँ, यहीँ मकाउँछौँ, यहीँ सकिन्छौँ। त्यसले गर्दा बरु तेस्रो मुलुक गइयो भने तेस्रो मुलुकमा त्यहाँ हाम्रा छोराछोरीले पढ्न पाउँछन्, हामी पनि उच्च शिक्षा हासिल गर्न सक्छौँ, हाम्रो जागिर होला, त्यहाँनिर मेडिकल उपचार होला, त्यहाँनिर तपाईँको हामीले अलिकति केही अध्ययन गर्न सकौँला र त्यसले गर्दा हाम्रा मान्छेहरूले फाइनेन्सियली पनि हाम्रो मान्छेहरू स्ट्रङ, आर्थिक हिसाबबाट पनि अलिकति स्ट्रङ होलान्। त्यसले गर्दा हामीलाई भोलि गएर अन्तर्राष्ट्रिय लेभलमा हामीलाई एडभोकेसी गर्न पनि हामीलाई पतेरो होला, हाम्रा आवाज हाम्रा अन्यायका विरुद्ध बोल्न सक्ने क्षमताको पनि विकास होला त्यसो मुलुक गएर बोल्दाखेरि। त्यसले गर्दा यहाँ नेपालबाट भुटान जान सजिलो नजिक छ भन्नुभन्दा पनि आज संसार अत्यन्तै सानो भइसकेको छ विभिन्न टेक्नोलोजीले गर्दा। त्यसले गर्दा हामी अमेरिका आएर पढेर बढेर सिकेर पैसा कमाएर सचेत भएर जुन प्रकारको एडभोकेसी गऱ्यौँ भने हामीलाई भुटान जान केहीले पनि रोक्दैन। हामी अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युके, लन्डन अथवा जुन राष्ट्रमा आज हामी पुनर्वास भएका छौँ त्यहाँबाट हामीलाई भुटान जान सम्भव बरु सजिलो होला। किनभने यो अर्थमा कि आज तपाईँले सुन्दै हुनुहुन्छ होला अस्ट्रेलियाबाट सिनेटरले पनि बोल्न थाल्नु भएको छ। अब भोलि गएर अमेरिकाका सिनेटरले पनि यो कुरा आवाज बुलन्द गर्नुहुनेछ। आज भोलि क्यानाडाले बोल्नुपर्ने हुन्छ र संसारभरिबाट आज आवाज बुलन्द हुन्छ। आज हाम्रा मान्छे पनि अमेरिकामा पनि चुनाव जितेर हाम्रो नेपाली भाषीहरू पनि सिनेटमा जाने कुराहरू सुरु भइसकेको छ। त्यसले गर्दा हामी क्याम्पमा बसिरहेका थियौँ भने त्यो कुरा सम्भव थिएन। हामी आर्थिक रूपले पनि हामी विपन्न थियौँ, हामी मानिसहरू पनि हामी छेदविच्छेद थियौँ। त्यसले गर्दा हामीलाई कसैले पत्याउने पनि थिएन, शरणार्थी अवस्थामा थियौँ। हाम्रो बारेमा बोल्ने कोही पनि दुनियाँ थिएन। तर आज हाम्रा बारेमा बोल्ने संसार छ। आज हाम्रा बारेमा भोलि गएर अमेरिकाको राष्ट्रपति बोल्न सक्छ, अस्ट्रेलियाको राष्ट्रपति प्रधानमन्त्री बोल्न सक्छ, क्यानाडाबाट सरकार बोल्न सक्छ। त्यसले गर्दा यो कुरा हामीले बुझेका थियौँ र हामी तेस्रो मुलुक पुनर्वास हुनैपर्छ। किनभने हाम्रो अप्सन होइन, हामी खुसीले पुनर्वास भएका होइनौँ। वान एन्ड द अन्ली अप्सन रिपार्टेसन, भुटान फिर्ती सवारी नै हामी सबैको चाहना थियो र वर्षौँ त्यसका लागि हामी तपस्या गरेर बस्यौँ। एडभोकेसी पनि भए, वार्ताहरू भए, सरकारका प्रमुखहरू कतिपल्ट भ्रमण भयो, तर केही नलाग्दाखेरि मर्नुभन्दा बलवाउनेको। त्यसले गर्दा हामीले तेस्रो मुलुक पुनर्वासका लागि अपिल गऱ्यौँ। खुसी आज खुसी छौँ। मुलुक पुनर्वास खुसी थिएन,
त्यो बेला तत्कालको लागि त त्यो एउटा बाध्यता थियो, मर्नुभन्दा बलुवा निको भन्ने एउटा उखान थियो, त्यस्तो थियो। तर क्यामै नबसेर आज अमेरिकामा आएर बस्दै गर्दा यो अमेरिकाले जुन प्रकारले अमेरिका लगायतका राष्ट्रहरूका राष्ट्र प्रमुख त्यहाँका नागरिक समाजले जुन प्रकारको सदा सहायता, जुन प्रकारको वेलकम, जुन प्रकारको सहयोग सद्भाव देखाएर खुला मन गरेर हामीलाई ल्याएर पुनर्वास गराए, आज हाम्रा मान्छेले गरेको विकास, आज हाम्रा मान्छे पढेर लेखेर व्यापार व्यवसायबाट जुन प्रकारले गाडी घोडा सम्पन्न हिसाबले जुन हाम्रो समाज बसेको छ, आखिर यो पृथ्वी भनेको त हिजो भुटान कसैले सिमाना लागेको सिमाना हो, नेपाल पनि कसैले सिमाना लागेको थियो, यो पृथ्वी यो भूगोल त हाम्रो पनि त हो नि त। आखिरी अमेरिका एउटा कसैले सिमाना लागेको भित्र एउटा अमेरिका छ, त्यो अमेरिकाका ग्लोबल सिटिजनको हिसाबले संसारका नागरिक भएको मानव प्राणी भएको नाताबाट अमेरिका पनि त मेरो घर हो, अमेरिका पनि त मैले नागरिक पाउँदो रहेछु, भोट हाल्ने अधिकार पाउँदो रहेछु, भोलि गएर मैले सरकारमा उठेर मैले चुनाव लडेर जितेर सेवा गर्ने मौका पाउँदो रहेछु भन्दै गर्दा म यो हिसाबले अत्यन्तै खुसी छु र अमेरिकाप्रति र अमेरिका नागरिकप्रति म जहिले पनि कृतज्ञता अनि ज्ञापन गर्छु। Monroe Dai, it's really one of the greatest talk I've ever had on and off screen, I can say. Thank you. Very deep कुराहरु गर्यो, meaningful कुराहरु गर्यो. Thank you very much. So my दिन भयो. This is not the end of this episode. I mean, this is the end of the episode, but it's not the end of our chat. Okay. किनभने I am already feeling like I have numerous of questions जुन चाहिँ we haven't went through किनभने हाम्रो time limit ले गरेर so we gonna have to wrap up here, but we'll certainly catch up again and continue. हामी अहिले रिसेटलमेन्ट प्रोसेसमा छौँ, त्यहाँदेखि अमेरिकासम्मको बगाइहरूको कुराहरू हामी फेरि गर्नेछौँ। Thank you very much for coming in to my show and making me feel blessed. Thank you so much. You are very welcome. Very भेटौँला।